साथीहरु नमस्कार, फेरि पनि स्वागत छ हाम्रो युट्युब च्यानलमा। साथीहरु, कुनै पनि व्यापार सुरु गर्नुभन्दा पहिले त्यसको बारेमा पूरा अध्ययन गर्नुपर्छ, मार्केट रिसर्च गर्नुपर्छ, त्यसपछि मात्रै सुरु गर्नुपर्दछ। पहिले थोरैबाट सुरु गर्नुपर्दछ, त्यसपछि तपाई अनुभव र मार्केटको डिमान्ड अनुसार चाहिँ अगाडि बढ्दै जानुपर्छ। एउटा मेन कुरा तपाई आफै गर्छु भन्ने आँट हुनुपर्छ। तपाई मान्छेको बलमा कहिले पनि कुनै पनि बिजनेसको सुरुवात गर्नु हुँदैन, खास गरिकन पशुपालनको क्षेत्रमा। साथीहरु, आजको विषय रहेको छ हाम्रो बाख्रा पालन। व्यावसायिक बाख्रा पालन कसरी गर्न सकिन्छ त्यसको बारेमा ए टु जेड पूरा जानकारी दिनेछौँ यो भिडियोमा। हजुरहरूले सुरुदेखि लास्टसम्म यो भिडियोलाई हेर्नुपर्छ र हजुरहरूलाई यदि हाम्रो कुरा मन पर्छ भने कृपया भिडियोलाई लाइक गरिकन सब्सक्राइबरको रातो बटन पनि दबाइदिनु होला र साथमा बेल आइकनको बटन पनि दबाइदिनु होला। यस्तै भिडियो आगामी दिनहरूमा हजुरहरूको माझ पुग्नको लागि चाहिँ सजिलो हुन्छ। बाख्रा पालनमा सबभन्दा पहिलो कुरा आउँछ खोर। खोर कस्तो बनाउने? बाख्रालाई आरामदायी हुने खालको खोर बनाउनु पर्छ। जस्तै हामी आफ्नो घर बनाउँछौँ, हाम्रो घरमा हामी भित्र बस्छौँ, घर हाम्रो लागि आरामदायी हुँदैन भने त्यो घरमा बस्दाखेरि हाम्रो स्वास्थ्य अवस्था पनि ठीक हुन्न र हाम्रो शारीरिक विकास पनि हुँदैन। त्यस्तै बाख्राहरूको हकमा पनि त्यही कुरा लागू हुन्छ। पानी नजम्ने उँचो ठाउँमा खोर बनाउनु पर्छ। यदि पानी जम्यो भने त्यो बाख्राको लागि हानिकारक हुन्छ। बाख्रा हिलोमा फोहोरमा बस्न मन पराउँदैन। सरसफाई गर्न सजिलो होस् भन्ने हिसाबले खोरको निर्माण गर्नु पर्दछ। यदि खोर नजिक पोखरी छ भने सरसफाई गर्न सजिलो हुन्छ, किनभने हामीले जुन मलमूत्र हुन्छ बाख्राको त्यो पोखरीमा डाइरेक्ट हामी सफाई गरेर त्यसमा हाल्न सक्छौँ र पोखरीमा माछा पालन पनि गर्न सजिलो हुन्छ। हाम्रो बाख्राको जुन मलमूत्र हुन्छ त्यो माछाले खाइदिन्छ र माछालाई खुवाउने जुन दाना हुन्छ त्यसमा बचत हुन सक्छ। बाख्रालाई बस्नको लागि पानी नजम्ने ठाउँ, पर्याप्त घाम तथा हावाको प्रवाह हुने ठाउँको चयन गर्नु पर्दछ। एउटा बाख्रालाई 1 वर्ग मिटरको ठाउँ पुग्ने गरी जमिनबाट 1 मिटर उठाई आधा इन्चको दूरीमा काठको टाड बनाउनु पर्छ र घाँस राख्नको लागि टाट्नो बनाउनु पर्छ। बाख्रा यस्तो प्राणी हो जसले आफूले कुल्चेको घाँस खाँदैन। खोरको अगाडि यार्ड बनाउन सके झन राम्रो हुन्छ। खोरको अगाडि खुल्ला ठाउँ हुन्छ भने तिनीहरूलाई खेल्न, हिडडुल गर्न राम्रो हुन्छ र तिनीहरूमा स्ट्रेस पनि कम हुन्छ। व्यावसायिक बाख्रा पालन गर्नको लागि उन्नत जातको चयन गर्नु पर्दछ। हामीलाई यदि बाख्रा पालन अथवा पशुपालनमा हामीले व्यवसायमा जाने हो भने हामीलाई सधैँ उन्नत जातको, जुन उन्नत जातमा मासुको वृद्धि विकास धेरै हुन्छ, मार्केटमा डिमान्ड धेरै हुन्छ, त्यस्तो खालको बाख्राको चाहिँ चयन गर्नुपर्छ। आजको यो भिडियोमा हामीले बारबरी र सिरोही जातको बाख्रा पालनको बारेमा जानकारी लिनेछौँ। हजुरहरूलाई थाहै होला बाख्राका विभिन्न प्रजातिहरू हुन्छन्, जातहरू हुन्छन्। जस्तै जमुनापारी भयो, बारबरी भयो, सिरोही भयो, बिटल भयो, बोये भयो, लोकल भयो, सानन भयो, धेरै किसिमका छन्। तर हामीले आज बारबरी र सिरोहीको बारेमा हामीले मात्रै आज जानकारी लिनेछौँ। पाल्ने जुन तरिका हुन्छ बाख्राहरूको त्यो प्राय गरी सबैको जस्तै खानपिन भयो, रहन सहनको ठाउँ भयो, त्यो लगभग एउटै किसिमको हुन्छ। यस जातको बाख्राको बारबरी बाख्रा, यस जातको बाख्राको उत्पत्ति पूर्वी अफ्रिकामा भएको हो। यो 15 देखि 6 महिनामा पहिलो पटक ब्याउने गर्दछ र 14 महिनामा 2 चोटि ब्याउने
यस बाख्राको प्राय 2 पाठापाठी पाउने गर्दछ। यसको कान छोटो तथा ठाडो, मध्यम आकारका मोडिएका सिङ, शरीर सानो, रातो र सेतो टाटो पाटे मृग जस्तो हुन्छ। दूध र मासु दुवैको लागि पालिन्छ। प्रति बेत 60 देखि 70 लिटर दूध उत्पादन हुन्छ। अब आयो सिरोही जातको बाख्रा। भारतको सुक्खा ठाउँको लागि उपयुक्त मानिएको यो बाख्रा नेपालको पश्चिम क्षेत्रमा भित्रिएको छ। मध्यम आकारको, खादेलो जिउ, छोटो र तीखो नाक, लामा कान र छोटा तीखा माथि तथा पछाडितिर बाङ्गिएको सिङ हुन्छ। बोकाको जिउँदो तौल 50 देखि यसको 80-90-100 केजीसम्म हुन्छ। बाख्रीको तौल 25 देखि 35-40 केजीसम्म हुन्छ। यो 19 महिनामा पहिलो पटक ब्याउने गर्दछ। अब आयो हाम्रो बाख्राहरूको आहारा। मेन कुरा आहारा हो। आहाराबाट नै हाम्रो बाख्रीको पाठापाठीको विकास हुने गर्दछ। बाख्राबाट अपेक्षित फाइदा लिन यिनीहरूको शारीरिक अवस्था अनुसार पोषिलो घाँस तथा दाना उपलब्ध गराउनु पर्दछ। घाँसको साथै दैनिक 250 ग्राम दाना दिएर पाल्दा दैनिक 70 देखि 80 ग्राम शारीरिक तौलको वृद्धि विकास भएको अनुसन्धानले देखाएको छ। पाठापाठीको राम्रो हेरचाह गरी पाल्दा 9 महिनामा यसको उमेरमा 20 केजीसम्म शारीरिक तौल पाइएको छ। बाख्रालाई दाना बनाउँदा घरमै पाइने मकै, भटमास, गहुँको चोकर, धान जस्तै हजुरको अन्न बाली 72 भाग लिने, पिना, गेडा, गुडी 25 भाग लिने, नुन 1 भाग लिने र मिनरल मिक्सर 2 भाग राखी दाना बनाउनु पर्दछ। अब आयो यिनीहरूको प्रजनन व्यवस्थापन। प्रजनन व्यवस्थापनमा बाख्राहरू वर्षमा 2 पटक ब्याउने तथा बाली लाग्ने गर्दछन्। खास गरी अश्विनदेखि चैतसम्म यिनीहरूको ब्रिडिङ सिजन हो। यस समयमा बाख्रालाई विशेष किसिमको हेरचाह चाहिन्छ। राम्रो सन्तुलित आहार प्रदान गर्न सके बाख्राहरूमा जुम्ल्याहा जन्मन सक्ने सम्भावना उच्च हुन्छ। बथानमा बोका मिसाउँदा एक बोकाको लागि 40 वटासम्म बाख्रा मात्र राख्नु पर्दछ। 1 वर्षको बोका भएपछि मात्र बाली लगाउन राम्रो मानिन्छ। करिब 7-8 बेत ब्याइसकेपछि माउ बाख्राहरू जो हुन्छ तिनीहरूलाई हटाउनु पर्दछ। यिनीहरूको स्वास्थ्यमा पनि विशेष ध्यान दिनुपर्छ। स्वास्थ्य व्यवस्थापनमा बाख्राहरूलाई बाह्य तथा आन्तरिक परजीवीले असर पार्ने गर्दछन्। वर्षमा 4 महिनाको फरकमा बाह्य तथा आन्तरिक परजीवी विरुद्ध डिपिङ तथा डेन्चिङ गराउनु पर्दछ। डिपिङको लागि 0.25 देखि 0.55 ml बजारमा पाइने मालाथियन साइप्रामाइथ्रिनको झोलले सम्पूर्ण शरीर नुहाइदिने वा डिपिङ ट्याङ्कीमा डुबाइदिने। त्यसैगरी आन्तरिक परजीवीको लागि अल्बेन्डाजोल, फेनबेन्डाजोल 95 देखि 95 to 7.5 mg प्रति केजी शारीरिक तौलको हिसाबले खुवाउने वा आइभरमेक्टिन सुई 19 ml प्रति 30 केजी शारीरिक तौलको हिसाबले
छाला मुनि लगाउँदा आन्तरिक तथा बाह्य दुवै परजीवी प्रभावकारी तरिकाले नियन्त्रण गर्न सकिन्छ। अन्य संक्रामक रोग पीपीआर, एचएस, खोरेट, इन्टरोक्टेसिमिया आदि विरुद्धको खोप नियमित रूपमा लगाउनुपर्छ। यसको लागि पशु शाखा, नगरपालिका वा गाउँपालिकामा पनि सम्पर्क गर्न सकिन्छ। यसरी बाख्रा पालन गर्दा राम्रो आम्दानी लिन सकिन्छ।